कतिजना छ रे स्कुलमा टिचर? कति राम्री तिमी त गुलाबको फुल अमिना मिस म्याथ मिस कहाँ तिमीलाई त एकै झलकमा कतिजना जस्तो छ टिचर चाहिँ? ल परेको नि तिमीसँग दुईजना दुईजना? एकै दुईजना मात्रै स्कुलमा टिचर? तिम्रो आँखा जस्तो भकुला के नानी छौँ बोले केटीहरूसँग बोले अहिले आमालाई भनिला नि अहिले। याचेलाई के थाहा छैन हौ हेलो केही पनि भन्दैनस् है भन्छु भन्छु भन्नु चाहिँ अहिले भन्दिनँ नि। नभन्न भरे म कोला किनिदिन्छु हेलो बोल्न हुन्छ यो नानीको छेउमा के भएको यो नबोल्न। जा भाइ जा पर माथि गएर जा यो पापाको छेउमा नबस यो गति छ पापाको छेउमा। त्यहाँ माथि गएर हातबाट धुने त्यहाँ तर बाउ जस्तो होइन नि तर आमा जस्तो होइन नि फेरि बाउ जस्तो भन्दै रहेछ फेरि बाउ त मै पो त है नबोले नानीको छेउमा अहिले बुहारीलाई भन्दिनँ नि त आउला नि कचेटको झट्टा। थाहा छैन हौ यो यत्रो नानीले बोल्नु त हिजो सिकेको आमा तल पापा त केटीसँग फोनमा बोल्दैछ है। आन्छी बनाएर राख्छु भन्दैछु ल तँ कुन चाहिँ केटीसँग बोल्दैछस्? बोलेको छैन नानीको छेउछाउ नानी बित्थामा बोल्ने भएछ मैले मासु भात भैँसीको सुप खुवाएर तँलाई मोटो बनाए मेरै बल त अहिले मलाई कुटेर मेरो बुढा छ म तेरो लागि घर चाहिँ बस्यो म माइत चल्दिन्छु माइत जान्छु फोन लगा छिटो फोन लगा